धरानका हार्कासम्म रोन्चे कुलङ्गार चन्जेको भिडियो आएपछि यो मेरो मन हर 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 किन हुन्छ? कुनै दिन प्यान्टको फास्टनर लगाउन पनि बिर्सिने अवस्थामा पुगिसकेको थियो। अहिले त्यो भिडियोले गर्दाखेरि सदनमा बस्दाखेरि दुईटै हातले छोप्छ हैन, उड्दा पनि दुईटै हातले छोप्छ। पहिला आफ्नो सीमाना बन्द गर्न सिक। धेरै धेरै लिपोले काला पानी होइन। म अहिलेको सरकारलाई के भन्न चाहन्छु भने हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घन्टी होइन। कुनै दिन यो पागलले एकदम उल्लङ्घन गरेको थियो। घन्टी हल्लाएर टुङलुङ 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 भन्दै थियो नि। यसको केही पनि काम छैन के। यसलाई कुर्न पठाइदिए हुन्छ भारत र नेपालको सिमानामा। किनभने अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार छ, म जानकारी दिन आएको भनेर चाहिँ उसले खबरदारी गरेर हिँडोस्। यसको फौज दिएर उता पठाइदिए हुन्छ। तेरीमा चाले भरौटे भन्दाखेरि रिस उठ्छ होइन? त एक नम्बरको भरौटे हो तेरीमा।